मैले आज तपाईको चाहिँ नि यो दारी काट्ने मेसिन ल्याएको छु र यसको ओपनिङ गर्दै छु। अब हेरौँ अब यसमा चाहिँ के कस्तो छ यसको। अहिले सुरुमा म ओपनिङ गरेर तपाईहरुलाई अनबक्सिङ गरेर देखाउँदै छु। कताबाट खोल्ने त भन्दा पहिला अब हामीले यति माथिबाट खोलौं। र यस्तो मेसिनहरुले चाहिँ दारी काट्न एकदमै सजिलो हुन्छ के। अनि तपाईको गाला पनि बिग्रिन्न। जब हामी ब्लेडले खुर्किन्छौं भने हाम्रो छालाहरु त्यो खुर्किएको हुन्छ भने यस्तो मेसिनले हाम्रो चाहिँ गालाहरु बिगार्दैन। र त्यसकारणले मैले यो ल्याएको छु। अब हेर्दा बट्टा चाहिँ बाहिरको खोलहरु राम्रो छ, भित्र काम कस्तो गर्छ फेरि पछि अपडेट पनि गरौँला। तपाईहरुलाई अलिकति नजिकबाट पनि म देखाउँछु हैन। यो V091 प्रोफेसनल हेयर ट्रिमर भनेर लेखेको छ। अरु यसमा चाहिँ पाइने चार्जिङ पोर्टहरु है, काइयाहरु है, यस्ता कुराहरु यो बाहिरको खोलमा हामीले देखिसकेका छौं। र यताको यो भागमा लेखेका कुराहरु पनि हामीले सबै पढ्न सक्छौं। विभिन्न भाषाहरु अथवा के कुराहरु यहाँ लेखिएको छ, पछि बिस्तारै हेरौँला भिडियोलाई रोकेर। अहिले अब हामी यताको पट्टिको ठाउँहरु पनि हामीले देखायौं। र कुन खालको ब्याट्री, यूएसबी, यताउता दायाँ बायाँ सबै कुराहरु हेरिसकियो। अब तपाईको चाहिँ यो चित्र यहाँ दारी काट्नेको चित्र यस्तो भयो। हेर्दा एकदम मजाको राम्रो छ। अब यसलाई खोलौं। खोल्दा तपाईको त्यो प्लास्टिकले घेरियो। अब यो बक्स कसरी आउँछ त? त्यबाट आउँदैन। तर ठेलेर आउने हो कि लक भयो कसरी आउँछ हेर्नु छ। यसरी खुल्यो है। यताबाट यसरी खुल्यो। मैले चाहिँ खोल्न खोजेन, त्यसपछि मैले यसलाई चेत्न पर्छ कि यस्तो पनि सोचे थिएँ। त्यो चाहिँ नपर्ने अवस्था आयो। अब पहिलो पटक यो खोलौं कस्तो छ। यो भन्दा मसँग पहिला दुबईबाट ल्याएको कम्पनीको थियो, त्यसको मोटर चाहिँ बिग्रियो हैन। अनि त्यसपछि त्यो काम भएन। है अब यसरी चाहिँ यसलाई नबिगारिकिन मजाले खोलौं है। ल हेर्नुस् अब यसको यो भाग चाहिँ यस्तो देखियो हैन। एकदम क्लिन छ, दामी देखिएको छ एकदमै मजाले हैन। अब यसलाई हामीले फेरि खोल्छौं। अब यसको यो माथिको भाग यसलाई चाहिँ एकदम राम्रैसँग चाहिँ प्याक गरेको पाइयो। यस्तो बट्टाहरु भयो, यो भयो, यो पनि निस्क्यो हैन। अब तपाईको चाहिँ यसलाई हामीले यस्तो तरिकाले निकाल्यौं। अब यसलाई फेरि अहिले एकछिन ओपन गरौँला, खोलौँला, मेसिन चलाएर पनि हेरौँला। यसको खोलसोल हेर्दाखेरि त काम गर्ला जस्तो नै छ हैन। अब यति चाहिँ अब यो 12-1500 देखि लिएर 2000 सम्ममा पाइन्छ। अब यसका पनि अब अलि पावरफुल त्यस्तै गरेर हुन्छ होला सामानहरु। मलाई त्यति चाहिएन, दारी काटे भयो भन्ने उद्देश्य भयो। त्यसपछि अहिले यसमा हेर्दाखेरि अब यो भित्र के छ त हामीसँग। अन्त यसको चार्जर चाहिँ छुट्टै यो भित्रै चार्जर रहन्छ के यसको है। यसको चार्जर नि यसको छुट्टै हुनै पर्ने हो। यसको भोल्टेजसँग मिलेर त्यो चाहिँ यसको कमजोरी हुन सक्छ है। किनभने चार्जर चाहिँ अनिवार्य रूपमा चाहिन्छ के। अब यो काइयाहरु भयो। काइयाहरु हेर्दाखेरि त्यति एकदम खत्रै ओरिजिनल जस्तो चाहिँ छैन, किनकि मेरो पहिला बाहिरबाट ल्याएको काइयोहरु छ, त्यो चाहिँ एकदम दामी छ हैन। त्यति यो बलियो त्यति ओरिजिनल होला जस्तो चाहिँ छैन हैन। अब हेर्नु त ठिकै छ। अब कतिको यो बलियो छ भन्ने कुरा नि हुन्छ, तर यसको फिनिशिङहरु, यसको मेटेरियल हेर्दाखेरि त्यति बलियो होला जस्तो काइया चाहिँ मलाई लागेन। अब तार पनि फुगाइहालौं। तार हामीले छोड्ने बित्तिकै हामी यस्तो टेक्निशियन मान्छेहरुले यस्ता चीज छुने बित्तिकै चाहिँ हामीलाई के थाहा हुन्छ भने यी चीजहरु कतिका बलिया छन् के छन् भन्ने कुरा थाहा भइहाल्छ। तार चाहिँ ठिकै हो। तार चाहिँ बरु अलिकति बलियै छ यसको तार चाहिँ ठिकै छ है। अब त्यसपछि यो तेल पनि हुँदो रहेछ। तेल र ब्रस हामीले पछि यसैमा राखौँला, सजिलो हुन्छ।
तेल र ब्रस भयो तेल भयो अब यस्तो चाहिँ उसमा लागेकोलाई फाल्न यस्तोमा लागेको प्लस यसमा लागेकोलाई फाल्ने भयो हैन अब यो हामीले हेरियो ब्रसहरू सबै चाहिँ हामी निकालिसकेका छौं यो चिजहरू निकालिसकियो अब हेरौं यसलाई हेर्दाखेरि तपाईको यो चाहिँ मेन त यही भाग हो हैन अब यो हामीले हेर्यौं एउटा ब्लेड यो जुन यसको बिर्को छ त्यो पहिल्यै नै फिट भइसकेको रहेछ यो चाहिँ यसको बिर्को थोरै ओइल पनि हालेर टक्क रहेछ पहिला काटेको हो कि हैन भन्ने कुरा हुन्छ त्यसरी हेर्दाखेरि काटिएको छैन कोही त काटेर प्रयोग भएर फिट गरेर पनि आका हुन सक्छन् भन्ने हुन्छ नि त त्यो भयो अब यो यस्तो किसिमको भयो है यहाँबाट हामीले हेर्न सक्छौं तल जुम गरेर पनि देखाएको छु अब यसलाई हामीले यस्तो रेसियो आउने भयो जस्तो अब इनोर फिट गर्न पर्यो भने पनि यसको त्यही सूत्रमा हाम्रो यो फिट हुने भयो फेरि भाँचिएला फेरि सुरुमै किनभने यस्तो चिजहरू त जानिएन थोरै मिलेन भने भाँचिन्छ खोइ मिल्ला जस्तो त लागेन जुन त्यो बिर्को मिलेको थियो यो त्यति मिलेन है किनभने फेरि बढी अनावश्यक बल गर्न नि भएन अब यस्तै गरियो तर यो यसको रहन्छ कि के रहेछ त्यति मिलेन तर लाउन चाहिँ लाग्यो त्यस्तो अझै सजिलोसँग राम्रोसँग चाहिँ लागेन है कहाँ यो चाहिँ ठुलो सानो छ सबै छ अब हामीले यसलाई राख्दाखेरि एउटा जहिले पनि राख्दाखेरि त चाहिँ तपाईको यसरी नै राख्नु पर्यो अब यसरी राखेपछि अड्क्यो कतिको बलियो छ भन्ने कुराले पनि धेरै फरक पर्छ तर यो जुन तरिकाले अझ टक्क सेट हुनुपर्ने हो नि प्रोफेसनल लुकमा त्यो सेट चाहिँ भएन जेको त्यही भन्नुपर्ने हुन्छ अब मैले यो चार्जिङको यो चार्ज देखाउने कति भयो के भयो भन्ने होला यो तपाईको अन अफ भन्ने कुरो यहाँ रहेछ यसको मजाले चलेछ अहिले पर्सेन्टेज पनि 92 रहेछ है एकदम दामी तरिकाले छ तर यस्तो सुरुमा यो सामानहरुले फुल चार्ज गर्नुपर्ने हुन्छ चल्न चाहिँ यसको जुन चाहिँ यो भाइब्रेसन छ यो चाहिँ ठीक छ चलाइ अब तपाईको यो मेटेरियल कतिको बलियो छ भन्ने कुराले नि फरक पार्छ के यस्तो चीजहरुमा यो मेटेरियल चाहिँ कतिको बलियो छ त भन्ने कुराले नि फरक पार्छ काट्नुमा किनभने यस्तो कुरा त मैले खोलेर चाहिँ सबै हेरिहाल्ने बानी छ हैन यस्तो अर्कोमा चाहिँ मेरो दुईटा ब्लेड भएको आएको थियो यसमा चाहिँ एउटा रहेछ एउटा सानो एउटा ठुलो हुन्छ अब यो यही नै भयो अब तपाईको चल्दाखेरि त मज्जाको चाहिँ भाइब्रेसन दियो लोगो पनि हामी हेर्न सक्छौं लोगो भयो है अलिकति जुम गरेर देखाउँ यहाँ भित्रका ठाउँहरु तपाई कस्तो छ त के छ त भन्ने जिज्ञासा हुन्छ त्यसपछि यसलाई हामी दाढी काटेर पनि हेरौँला हैन अब यो जुन टाइप सी होला टक्क यसलाई जोडेपछि खोइ त्यति प्रोफेसनल तरिकाले जोडिएन यस्तो जोडियो नि त तर त्यो हुन्छ नि अलि स्मुथ तरिकाले चाहिँ जोड्न सकिएन है जस्तो भए पनि भन्नुपर्ने हुन्छ के किनभने जोड्न त जोडियो तर सुरुमा भर नि हुन सक्छ टाइट त टाइटै छ तर अलि चाहिँ पुरै चट्टा गएर मजासँग चाहिँ जोडिएको छैन अहिलेसम्म मैले यसको चाहिँ अपोजिटिभ पक्ष र नेगेटिभ पक्ष दुईटै हेर्दै छु तर अब यो कुन मेटलको हो के हो त्यसले पनि धेरै फरक पार्छ त्यसपछि यो बिग्रेसी बनाउन मिल्छ कि मिल्दैन भन्ने कुरा पनि यसमा रहन्छ जस्तो अब हामीले यो प्लेटै भेट्टाइएन भने त जुन यो अगाडिको यो प्लेट छ यो प्लेट हामीले भेट्टाइएन भने यसको काम चाहिँ हुँदैन अब हामी एकचोटी दाढी काटेर पनि हेर्नुपर्छ फेरि एकचोटी अन गरौँ र अन गर्ने तरिका मलाई त्यति प्रोफेसनल चाहिँ अब लागेको छैन है किनभने यस्तो टक्क चाहिँ हुन्छ नि हुन त अब यो एकदम चाहिँ अब ओ छ तर दाढी काट्दा काट्दै हामीले रोक्न पर्ने नि हुन सक्छ के यसरी काटियो नि त यस्तो साइडमा हुन पर्ने के यस्तो टक्क काट्यो टक्क रोक्यो टक्क अन गर्ने हुन पर्ने हो किनभने काट्दै छ अनि मान्छेले आफ्नो बेटी बचाउनलाई टक्क अफ गर्न पाउँथ्यो नि त त्यो कुराहरु पनि हामीले सोच्नु पर्ने हुन्छ तर अब यसमा भए पनि हाम्रो हात चाहिँ यस्तो गरेर जस्तो यस्तो काट्दै छ भने यसमा दुईटा हात जस्तो प्रयोग हुन गयो अथवा यसरी उल्टो बनाएर चाहिँ हामीले गर्नुपर्ने अवस्था आयो के यस्तो गर्यो अनि त्यसपछि फेरि यताबाट यस्तो गर्नुपर्ने अवस्था अब यो स्विच कतिको स्विच चाहिँ झ्याप्प नबिग्रेला जस्तो छ किनभने
यसलाई चाहिँ जुन बनाएको यो चाहिँ स्टाइल छ नि यो अलिकति यो बाहिर ननिस्केको र भित्रै चाहिँ नि यसले चाहिँ सबै कभर भएर यो लक भएको छ। यस्तो स्विचहरू बलियो हुन्छ किनभने यता यता यसको बल पर्दैन, सिधा यहाँ चाहिँ यस्तरी हामीले छोइदिएपछि मात्रै यसको बल पर्छ। अब यसको चलेको जुन तरिकाहरू हेरौँ, थोरै म तपाईँहरूलाई यो हातकै रौँ पनि काटेर देखाउँछु। यहाँ जुम मिलाउँछु पहिला, केही हुँदैन, यति देखाउनु पऱ्यो। अब यसो गरेर यसो गरेपछि काट्छ कि काट्दैन, काट्यो है। ल सजिलैसँग काटेको छ, राम्रैसँग काटेको छ यसले। जोस् यत्तिको भएपछि सन्तुष्ट हुन्छ। हातमा नि हेरौँ कतिको यसले स्मुथ बनायो भन्ने कुरा। काटेको ठाउँमा पनि हामी लिन सक्छौँ। यसलाई त अझ राम्रोसँग काट्न सकिन्छ, यसरी काटिएको छ। अब अहिले जस्तो 90%बाट एकैचोटि 60%मा भयो कि यो अब यसरी हेर्ने हो कि यसरी हेर्ने हो। यसरी हेर्दा 60 छ है, यसरी हेर्दाखेरि 90 देखियो। एकछिन यसलाई चाहिँ हामी कन्फ्युज भयो है। यसरी यहाँ 60-90 यो अङ्क चाहिँ यसरी हेर्दाखेरि 90 छ, यसरी हेर्दाखेरि 60 देखियो कि। अब यो पछि हेरौँला। एकपटक मैले यो दारी काटेर पनि देखाउँछु। यो स्विच अन गर्न चाहिँ अप्ठ्यारो कि, यसको काटेर देखाउँ अब जे पर्छ। तर यो समात्दाखेरि पनि जुन अलिकति झुकेको खालको हुनुपर्ने हो कि। र यस्तो गर्दाखेरि यो यस्तो गर्नुपर्ने खालको देखियो। काट्दैछु मैले। अलिकति लामो भए त्यतिखेर थाहा हुन्थ्यो कतिको काट्छ के गर्छ भन्ने। अब म एक्चुअली राम्रोसँग काट्छु अनि त्यसपछि तपाईँहरूलाई यसको फाइनल कस्तो काट्दो रहेछ देखाउँछु। मैले समग्रमा चाहिँ दारी काटिसकेँ र तपाईँहरूलाई कस्तो लाग्यो होइन, अलिकति उज्यालो लाइटमा पनि म देखाउँछु। र यसरी समग्रमा यतिको भयो। अब यो चाहिँ वास्तवमा भन्नुपर्दाखेरि अब यो रेट अनुसारको त्यति चाहिँ ऊ होइन, किनभने यो नाकको पनि तपाईँको फाल्ने हुन्छ होइन, त्यो चाहिँ पाइन्छ के, त्यो जोडेर नाकको पनि काट्न मिल्ने हुन्छ। अनि हजुरको चाहिँ नि नाकको काट्न मिल्ने हुन्छ। अनि त्यसपछि तपाईँको यसलाई मसिनो बनाउने खालको अर्को पनि पाइन्छ अलिक प्रोफेसनलमा। अनि दुईवटा ब्लेड चाहिँ तपाईँको एउटा त्यो अल्टरनेटिभमा अर्को सानो ठुलो पाइन्छ, त्यस्तो किसिमको हुन्छ। अब हेरौँ अब रेट अनुसार। अब यो फेरि खप्यो र यसले मजाले चाहिँ अब यत्तिकै काट्यो भने पनि खास अब यसलाई चाहिँ किनेको यत्तिकै काट्नका लागि भन्ने हुन्छ। तर यो भित्र त अब त्यो बाहिरी देखिएको छ नि त के सामान छ भन्ने कुराहरू। अब मजाले खप्यो र राम्रोसँग चार्ज भयो, मजाले धान्यो भने अब ठिक छ, त्यो चाहिँ खप्न पऱ्यो। र ब्लेडले पछि काट्दाखेरि त्यो चाहिँ निरन्तर जुन काट्ने क्षमता हुन्छ कैँचीको त्यो रहिराख्नु पऱ्यो। त्यो रहेन भने चाहिँ त्यति राम्रो मानिँदैन। र अब समग्रमा अब ठिकै छ। अब पहिलोपटक मैले जुन काटेँ, जुन पहिला मैले अर्कोले काट्थेँ त्यो अलिकति एकदम अब अलिकति बाहिरबाट ल्याएको अलिकति एकदम मजाको थियो। र त्यसले काट्दाको अनुभव र यसले काट्दाको अनुभवमा थोरै चाहिँ जुन मजा आउने कुरा हुन्छ त्यसमा चाहिँ थोरै चाहिँ फरक मैले पाएँ। अब हेरौँ एक दुईचोटि बानी परिसकेपछि सबै कुराहरू भइसकेपछि कस्तो हुन्छ, त्यसपछि फेरि यसको विषयमा चर्चा गरौँ ल। मैले आज तपाईँलाई चाहिँ यो ओपनिङ गरेर यसमा चाहिँ यसलाई सबै कुराहरू मैले देखाएँ होइन। हजुरहरूले यो किन्दै हुनुहुन्छ भने तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ भन्ने कुराहरू आफूले प्रयोग गरेपछि हुने कुरा हो। बाहिरबाट हेर्दा चाहिँ एकदम खत्रै देखिन्छ, टक्कै चाहिँ एकदम खत्रै खालको देखिन्छ होइन। बाहिर यसको लुक्सहरू हेर्दाखेरि जुन छ कुराहरू छ त्यो चाहिँ अब ठिकै देखिन्छ। ठिकै छ। यो त सामान्य कुराहरू अहिलेको मान्छेले जानिहाल्छ। अब लास्टमा खास कुरो काटिसकेपछि यसलाई हामीले चाहिँ यसरी सफा गर्नुपर्ने हुन्छ। यसमा जम्यो भने यो बिग्रिन्छ। फेरि तपाईँले यो ब्रुसले यसो गर्दा गर्दै चलाउनु भयो भने ब्रुसको यो पनि काटिन्छ है, त्यो पनि विचार गर्नु होला। यस्तो फुफाएर चट्ट पुछपाछाएर राख्नुपर्ने हुन्छ। अझ यसको भित्र त्यति फोहोरहरू अड्केर बस्ने त यसलाई बनाएको छैन। हेर्दाखेरि त एकदम प्रोफेसनल खालकै छ
हुन त यस्तै नै हो सबै हैन। अब यो लुक्स चाहिँ एकदमै दामी छ। यो भित्र चाहिँ खोल्न मिल्दो रहन्छ कि है, म फेरि नत्र खोलेर पनि देखाइहाल्ने मान्छे हो कि यस्तो कुराहरू चाहिँ। यहाँबाट नट पनि रहन्छ। अब यो खोलेपछि यो आउने होला। यो चाहिँ एकदम ठिक छ के फेरि जुन यो टाउको छ नि, टाउको यो जुन चाहिँ फिनिसिङ छ यो चाहिँ अलिकति स्मुथ खालकै छ, बलियै छ यहाँनिरसम्म। अब यो प्लास्टिक हो, यसलाई मेटल हालिदिएको भए अब यो त धेरै वर्ष खप्थ्यो, तर यो चाहिँ मेटल छ, यो भित्रको चाहिँ प्लास्टिक हो। यो मेटलको राखिदिनु पर्ने हो क्या यिनीहरूले, यस्तै कमजोरी गर्छन् नि त। जस्तो यसमा यो मेटलको टक्क फिट गरेको भएदेखि यो बल्ल एकदम बलियो हुन्थ्यो। भोलि बिहान गएर बिग्रिने ठाउँ भनेको यसको यही हुनसक्छ। अरू त ठिकै छ सामग्रीमा। अब कति घट्यो त होइन, अब हेर 82% 81%मा आयो नि त है, अहिले 81%मा छ। एकचोटिमा चार्ज गरेर पनि देखाउँछ है कस्तो हुन्छ। अब एकपटक हामीले यसलाई चार्जमा हालौँ। अब यसको चार्जमा म एकचोटि यो भाँडो पर्छु कति भोल्टेज के लिने हो त्यो हेरौँ। यो चार्जिङको विषयमा पनि मैले पढेँ, युएसबी चार्जिङ छ, यहाँ पनि तपाईँको चाहिँ युएसबी चार्जिङ भनेर मात्रै लेखेको छ। तर यसको विभिन्न चाहिँ भोल्टेज कतै मैले सब कुरा हेरिसकेँ। तपाईँको यहाँ 2 घन्टा चार्जिङ टाइम गरेपछि 120 मिनट ओभर रेटिङ टाइम भनेर यसले यो चाहिँ दिएको छ होइन। अब यसमा यो चार्जिङको युएसबी केबल छ। यसको यस्तो चिजहरूमा यही गल्ती हुन्छ कि त उसले चाहिँ जुन मैले यो भन्न खोजेको अर्थ जुन कम्पनीले यस्ता राम्रा खोल बनायो होइन, यो खोलमा यति मिहिनेत र दुःख गरेको छ है। यो खोल त यस्तो प्रोफेसनल छ नि, दामी छ क्या। यो जुन चाहिँ यो खोल छ, यो कैँची चाहिँ मेरो यो जुन यो खोललाई यसले यति मिहिनेत गरेको छ नि, यो एकदम यो खोलको मिहिनेतलाई यसले यही चाहिँ उसमा राखेर अर्को अझ 1-2टा यस्तो सामानहरू चाहिँ थप्न सक्थ्यो कि यो मेसिनभित्र, यसमा फिट गर्न मिल्ने सक्थ्यो। तर यो कस्तो भने अब यो एकचोटि नट कसेर छ। म मेरो पहिलाको एउटा देखाउँथेँ, ल यहाँ हेर्न सक्नुहुन्छ है। मसँग पहिला यो खालको मेसिन थियो कि टक्क साइडबाट अन हुने होइन, टक्क यो हातमा लियो यस्तो गरी अन हुने थियो। त्यसपछि यहाँको यो चाहिँ मैले युएसबी यहाँको यो पोर्ट थियो क्या एउटा, त्यो चार्जर मेरो हरायो। अनि हराइसकेपछि त्यो चार्जर मैले बजारमा किन्न पाइनँ, कहाँ हरायो। अनि त्यसपछि मैले यसमा युएसबी पोर्ट जोड्न मिल्ने टक्क बनाएर यो आफैले चाहिँ मैले बनाएको थिएँ होइन, त्यो उसको काटेर चार्जरको काटेर बनाएको थिएँ। त्यसपछि यसको भित्रको त्यो मोटर पछि यो उल्टो सुल्टो भएर बिग्रियो कि यो जोड्दाखेरि, त्यो नत्र चाहिँ चलिरहेको थियो। अनि त्यसपछि तपाईँलाई मैले देखाउन खोजेको कुरा के भन्नु, त्यसमा हेर्न सक्नुहुन्छ है। जस्तै यसमा म तपाईँलाई देखाउँछु कि विशेष कुरो के हो त भन्ने कुरा। यस्तो गरेर लाइट पनि तल देखाऊँ ल। अब यहाँ हेर्न सक्नुहुन्छ, यता हेर्नु, यो यहाँ यस्तो राख्ने बित्तिकैमा यो जोडिहाल्यो कि, जोडियो नि त। यस्तोलाई भन्छ कि प्रोफेसनल कि, यस्तो गरेर ट्याक्क आइहाल्यो होइन। यो यस्तो अट्ठाएपछि जस्तो अब यो जोडियो, यसलाई यस्तो गरेर चाहिँ आयो। अब यो एउटा थियो, यो फेरि अर्को थियो, यो टक्क राख्यो। त्यसपछि यसलाई यस्तो गरेर यति गरेपछि जोडिहाल्यो, जोडियो होइन। यो मसिनो बनाउने भयो, यो अलि खर्च बनाउने भयो। त्यसपछि यो नाकको होइन, तपाईँको जोड्ने बित्तिकै यस्तो प्रोफेसनल क्या, टक्क जोड्यो। त्यसपछि यति गरेपछि यो अब बाहिर निकाल्न मिलिहाल्यो। अनि यसले नाकको चाहिँ सर पार्न मिल्थ्यो। यस्तोलाई भन्छ एकदमै प्रोफेसनल सामान। यो त्यसको मेटेरियल पनि हेर्न सक्नुहुन्छ। त्यसपछि अर्को थियो, रेट जम्मा 400-500 महँगो त्योभन्दा। यो चाहिँ त्यही 300-400 ल्याउने यस्तो मसिनो बनाउने खालको सर हुन्छ नि, मसिनो बनाउने खालको यस्तो किसिमको थियो कि मसित है। यो लुक्स हेर्नु न कस्तो दामी छ। समात्ता काट्दाखेरि पनि यस्तो ठिक्कै एङ्गलमा टक्क घुमेको, चट्ट जोड्दाखेरि पनि टक्क यो यसरी ठ्याक्क फिट गरिसकेपछि काट्न चाहिँ एकदमै मजा आउँथ्यो कि। यस्तो अब यो फिट गऱ्यो, काट्न यो एकदम एङ्गल मिलेको कि चट्ट के, तल यस्तो ठाडो छ नि त, यस्तो चट्ट काट्ने त्यो खालको थियो कि मसित। त्यही भएर मैले यसरी कम्पेयर गरेको हो कि। फेरि तपाईँहरूले चाहिँ पहिला यसले यो सामानलाई चाहिँ अलिकति उ गर्यो भन्ने सोच्न सक्नुहुन्छ नि त। त्यसरी केही हेर्नु, यति सामान चाहिँ यो एउटा चिजमा आएको थियो कि, एउटा चिजमा। भनेपछि त अहिले त अब त यसमा त यति एउटा छ होइन। जस्तो अब यो बिग्रिहाल्यो भने पनि, जस्तो यो बिग्रिहाल्यो भने पनि मैले यहाँ यो नट पछि चाहिँ मैले जबरजस्ती यता फुत्यो। यो यस्तो प्रोफेसनल थियो। हेर्दा यो पनि त्यस्तै छ होइन। तर अब यो भित्रको चाहिँ एकदम केही पनि गर्नु नपर्ने खालको टक्क थियो। अब यो यहाँ फिट गर्नु त मिल्दैन, न त यसले मजाले काट्थ्यो।
जस्तो यो यहाँ फिट गर्न मिल्ने भने कस्तो दामी हुन्थ्यो। ठ्याक्क यो नाकभित्रको पालको रौँहरू काट्ने कानभित्रको सबै मिल्छ क्या यसले। यस्तो जहाँ पस्छन् त्यसमा पनि यो मिल्ने खालको होइन, त्यस्तो किसिमको थियो। अब हेर्दाखेरि पनि चिटिक्क थियो, ब्याट्री पनि एकदम ओरिजिनल थियो। अब यसको हेरौँ, म तपाईँलाई चाहिँ चार्ज गरेर देखाउँछु भने मैले चार्ज गरेर देखाउँदा अब यो एकदमै गल्ती के छ भन्दा अब हामीसित त त्यो चार्जर पनि हुन्छ, अर्को पनि हुन्छ होइन। अब कुन चार्जरले कति भोल्टेजमा चार्ज गर्ने हो भन्ने कुरा त्यसमा छैन कि, त्यो एकदम दुःख लाग्दो कुरो हो कि। जस्तो मैले यसले चार्ज गर्दा पड्किने हो कि भन्ने डर हुन्छ। है चार्ज 81% देखाओ तर यो चार्जिङ भइरहेको छ भनेर चाहिँ त्यो जुन एउटा सिम्बल हुन्छ नि चार्जिङको त्यो चाहिँ देखाउनु पर्ने। अब अन त भयो, अब अन भएपछि त त्यो बलिराखेपछि पनि त्यो पनि एउटा सिङ्गल त भयो, तर चार्जको यस्तो यस्तो गरेको एउटा सिङ्गल चाहिँ ब्याट्रीमा मोबाइलमा जस्तो चाहिँ यो हुनुपर्ने हो। र यसरी मैले तपाईँहरूलाई आज चाहिँ यो सामानहरू देखाएँ। अब यसलाई हामीले धेरै चलाउनको लागि चाहिँ के गर्नुपर्छ त भन्दाखेरि यो जुन चार्जिङ छ, चार्जिङ हजुरहरूको चाहिँ अब यो 20% भन्दा तल घट्नु भएन। अब यो 80, 82, 100 खालि 100 पुऱ्याउने होइन, अब 82, 85, 90सम्म पुगेपछि यसलाई अफ गरिदिने। अनि त्योभन्दा र 20भन्दा माथि र 90भन्दा तल गरियो भने चार्ज यस्तो सामानहरू बढी टिक्छ कि है। अब जुन यो चाहिँ जुन यो छ नि यो हेर्दाखेरि क्या यो जुन चाहिँ बजारमा बिकाउने खालको यो चाहिँ खत्रै छ। अब यो जुन यसको यो भित्री यो भागहरू बनेको छ, अब म तपाईँलाई यहाँ एउटा कुरो देखाउँछु है। यो काहीँ हो देन, अब यो काहीँ हो, मेरो पहिलाको काहीँ हो र यो अहिलेको काहीँ हो। यो चाहिँ डिफरेन्ट हेर्नुहोस् होइन। अब यो चाहिँ कति प्रोफेसनल छ क्या, यही कुरो पनि अब यहाँ चाहिँ सबै कुरा मिलाउन मिल्ने छ कि, यी हरेक कुराहरू यहीँ मिलाउन मिल्ने छ है। मसित अरू काहीँहरू पनि छन् त्यस्तै किसिमको। त्यो पहिलाको हेर्दा चाहिँ सामान्य सानो छ मेसिन तर पनि छुट्टै छ। अब यसको पनि ब्रुसहरू थियो। अब यही सानोमा पनि यस्तो प्रोफेसनल काइयो छ होइन। अब तपाईँको यो काइयो र काइयो हेर्नु न कति आकाश पातालको फरक छ यो मेटेरियलमा, तपाईँको आकाश पातालको फरक छ। अहिले त अब यो चाहिँ मैले अब दुबईबाट ल्याएको भयो होइन। अब यसको जुन चाहिँ डिजाइन यो तान्ने भने यसको चाहिँ हेर्नु न, यो छोए पनि भाँचिएला जस्तो छ भने यो तपाईँको केही पनि हुँदैन, त्यस्तो किसिमको हुन्छ कि। अलिकति चाहिँ ब्रान्डेड सामान भनेको ब्रान्डेडै हुने कि, त्यही भएर अलिकति चित्त चाहिँ नबुझ्ने। तपाईँहरूले अब किन्ने नकिन्ने कुरो हजुरको हो। ठिकै छ मैले त किनेर ल्याएँ होइन। अब यो जाऊ त्यति काम गरेन, त्यति अब आफूलाई मजा आएन भने अलिकति गएर खोलेर हेरेरै प्रोफेसनल सामान पनि अब लिएर आउन सकिन्छ पछि चाहिएको खण्डमा। तर तपाईँहरूलाई मैले आज अनबक्सिङ गरेँ। अब मेन कुरो मलाई एकदम असन्तुष्ट यही तारले गरौँ। अब यो चाइनिज चार्जर हो, त्यो चाहिँ एमआईको ओरिजिनल हो यतापट्टिको पल्लो चाहिँ चार्जर। अब हेरौँ, अब यसैले गरेर हेरौँ न एकचोटि यही उसेलिदिएको तारले कस्तो आउँछ है। त्यति अलिकति चाहिँ हुन्छ नि। अब किन त किनियो सामान त, तर किने पनि अब कतिको मजा आउने भन्ने कुरा हुन्छ क्या। चार्ज त भयो। अब एउटा के हुन्छ त भन्दाखेरि चार्जिङ युएसबी चार्जिङ त भन्यो नि, कोहीले 12 भोल्ट फाल्छ, कोहीले 9 भोल्ट, कोहीले 5 भोल्ट फाल्छ। कति भोल्टले चार्ज गर्ने यो ब्याट्री, कति भोल्टले चार्ज गर्दा ठिक हुन्छ, यसको चार्जर चाहिँ दिनुपर्ने हो। र प्लस अब यो युनिभर्सल तरिकाले बनाएको पनि हुनसक्छ, त्यो त फेरि राम्रो पक्ष हो। जुन चार्जर हाल्दाखेरि पनि केही फरक नपर्ने तरिकाले त्यसको चाहिँ डायोडहरू होइन अब ती चाहिँ चिजहरू हालेर बनाएको छ, क्यापेसिटरहरू ठ्याक्क मिलाएर करेन्टलाई ब्यालेन्स मिलाएर पठाउने बनाएको छ भने त केही फरक परेन। हामीले अब आफ्नो चार्जिङ ऊहरू कोही कति एम्पियरको, कोही कति वाटको हुन्छ, जति वाटले चार्ज गरे पनि मोबाइलको जुनसुकै मोबाइलको चार्ज गर्नेले गरे पनि केही फरक नपर्ने भए त केही फरक परेन। तर नत्र भने चाहिँ हामीलाई अलिकति गाह्रो कुरा नै हो। हस्, थ्याङ्क यू सो मच। तपाईँहरूले भिडियो जस अन्तिमसम्म हेर्नुभएको होला। कसैले चाहिँ हेरौँ न त के कुराहरू छ, अलिकति बुझ्ने मन लाग्छ। तर तपाईँहरूले यो सामान किन्दाखेरि चाहिँ एकचोटि यो खोलेको सामानलाई हेरेर अलिकति प्रोफेसनल सामानहरू यस्तो हुन्छ है। अझ योभन्दा पनि दामी हुन्छ होइन। यो नि ठिकै हो, धेरै महँगो होइन। यो चाहिँ 22-2500को हो नेपाली भने, यो अब 1500, 15, 16, 1700को हो, त्यति हो फरक। अब 1-200 बढी भएपछि अब सामान पनि यसमा चाहिँ बढी छ। तर अब हेरौँ, अब यो चाहिँ 1500मा यतिको चाहिँ 15, 16, 1700मा ठिकै हो यतिको। अब यति सामान छ, त्यति 1-2टा काइयो छ। अब खप्नु पऱ्यो ब्याट्री होइन, धोका दिनु भएन।
कहिलेकाहीँ कस्तो हुन्छ यस्तो चिजहरू भने अहिले 82 छ तपाईँको 82 छ के भने ढुक्क भइन्छ तर यो 50 मा आएपछि 0 देखाइदिने पनि हुन्छ कि यस्तो है त्यो किसिमको समस्या पनि आउन सक्छ त्यस्ता कुराहरू नभइदिउन् अरू कुरा ठिकै छ हस् थ्यांक यू सो मच हामीलाई सब्स्क्राइब लाइक कमेन्ट शेयर गर्नु होला धन्यवाद